दार्जिलिङ पहाडमै पहिलो पटक घरपालुवा तथा सामुदायिक जनावरहरूमा संक्रामक रोगको जोखिम न्यूनीकरण तथा वन्यजन्तुको संरक्षणलाई समेत केन्द्रमा राखेर निशुल्क खोप अभियान सम्पन्न गरिएको छ। द जम्बो ट्रुप्स, कर्सियङ K9 तथा खरसाङ महकुमा वन कार्यालयको संयुक्त आयोजनामा आज शनिबार डाउहिल स्थित महकुमा वन कार्यालय परिसरमा निशुल्क पशु खोप शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा हालसम्म जम्मा 82 वटा सामुदायिक तथा सडक कुकुरहरूलाई मेगाभ्याक्स 6 खोप प्रदान गरिएको आयोजकहरूले जनाएका छन्। अत्यन्तै संक्रामक तथा सम्भावित रूपमा घातक भाइरल रोगहरूबाट जनावरहरूलाई सुरक्षित राख्नुका साथै समुदायमा रोगको फैलावट रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। खरसाङ महकुमा वन कार्यालयका DFO देवेश पाण्डे IFS का अनुसार यस्तो पहल घरपालुवा तथा सामुदायिक जनावरको स्वास्थ्य सुरक्षासँगै वन्यजन्तु संरक्षणका दृष्टिले पनि महत्त्वपूर्ण छ। विशेष गरी केनाइन डिस्टेम्पर भाइरस CDV जस्ता संक्रामक रोगहरू संक्रमित सडक तथा घरपालुवा कुकुरबाट स्याल, चितुवा तथा अन्य संवेदनशील वन्य मांसाहारी जनावरहरूमा समेत फैलिन सक्ने भएकाले यस्ता रोगको रोकथामले वन्यजन्तु संरक्षणमा समेत योगदान पुर्याउनेछ। आयोजकहरूले अभियानलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै पशुप्रेमी तथा जिम्मेवार पशुपालकहरूलाई आफ्ना जनावरहरूलाई समयमै आवश्यक खोप लगाउन आग्रह गरेका छन्। कार्यक्रममा खरसाङका भेटेरिनरी अफिसर डाक्टर सुडेन ला छिरिङ भुटिया, डाक्टर अनन्त शाह, खरसाङका रेन्ज अफिसर मनोज कुमार छेत्री, द जम्बो ट्रुप्सका दिपेन थापा तथा आलम मोहम्मद एवं कर्सियङ K9 का दिव्य प्रधान र निशान्त थापा लगायतको निरन्तर उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन विशेष सहयोग पुर्याएकोमा आयोजकहरूले खरसाङका DFO देवेश पाण्डे, द जम्बो ट्रुप्सका संयोजक रिक ज्योति सिंगा रोए, डाक्टर भास्कर गाङ्गुली, अमित थापा, सुभाष छेत्री तथा इन्डियन इम्युनोलोजिकल्स लिमिटेड प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। र आज चाहिँ हामी अफिस अफ द डिभिजनल फरेस्ट अफिस डाउहिलमा छौँ, DFO's अफिस। र यहाँ चाहिँ आज सायद दार्जिलिङमा फर्स्ट टाइम होला, दार्जिलिङ पहाडको इतिहासमा चाहिँ प्रथमचोटि चाहिँ यहाँनिर निशुल्क, एकदमै निशुल्क मेगाभ्याक्स 6 को भ्याक्सिनेसनहरू लगाइने छ। यिनीहरूलाई घरपालुवा साथै बेवारिसे कुकुरहरूलाई चाहिँ मेगाभ्याक्स 6 को खोप लगाइनेछ। र यसमा चाहिँ यहाँनिर द जम्बो ट्रुपर्स दार्जिलिङ, उहाँहरू बागडुग्राको एउटा संस्था हुनुहुन्छ, साथै कर्सियङ K9, यहाँ हाम्रो कर्सियङकै एउटा एनिमल वेलफेयर अर्गनाइजेसन कर्सियङ K9 ले चाहिँ यो दुईजनाको जोइन्ट कोलाबोरेसनमा चाहिँ यहाँनिर आज यो सम्पन्न हुन गइरहेछ। र यसको निम्ति मेन सपोर्ट चाहिँ यहाँनिर हाम्रो कर्सियङको DFO देवेश पाण्डे छ, उहाँको पनि एकदमै ठुलो हात रहेको छ यहाँनिर। र यहाँनिर मेन सपोर्ट चाहिँ यो भ्याक्सिनहरू जसले उपलब्ध गराइदिनु भयो उहाँहरू चाहिँ इन्डियन इम्युनोलोजिकल्स लिमिटेडबाट हुनुहुन्छ, स्पेसली डाक्टर भास्कर गाङ्गुली। उहाँहरू सबैलाई हामी एकदमै धन्यवाद दिन चाहन्छौँ आजको यो इनिसिएटिभको निम्ति। लास्ट टाइम आप वहाँ बुलाया था बानी पहले शादी हो रहा है, तो मेमेंटो था हम लोग का लास्ट टाइम, तो विल डिस्ट्रीब्यूट टू कर्सियङ K9 also and to you also. Almost 53,000 has been spent, I guess. Yeah, almost. You can see that. Good. To all these domesticated animals, some viruses can spread, and we cannot know even कि उनमें अंदर क्या हो रहा है उसमें, क्योंकि they are not monitored daily basis. तो it's good only कि हमारा कर रहा है। Alam is our very good staff, means is like our permanent staff. He always does great work. अभी एक एलिफेंट था, मीन्स ही हैज 22-20 दिन हम लोग उसको डिजीज हो गया था, हम लोग उसको बचाने की कोशिश किए थे। 24 दिन तो 24 दिन इसने हैंड रेयर किया था उसको, मतलब इट वाज अ काफ, बट तो उसने मतलब हाथ से और किसी से खाना भी नहीं खाता था, इससे खाना खाता था। बट मतलब अनफॉर्चुनेटली आफ्टर 24 डेज वो हम लोग वी लॉस्ट इट, बट इट वाज अ ग्रेट मतलब लर्निंग फॉर अस कि हम लोग कैसे कैसे उसको पुली बना करके उठाना भी, मतलब जुगाड़ वाला पुली हम लोग बनाए थे, कैसे हर कुछ करके। ही वाज मतलब ही वाज द मेन पर्सन उसको केयर करने वाला।
दुईटा सुई भाँच्दै गेले यो छेन यो डराएन बरु त्यस्तो यस्तो बस्नुहुन्छ अर्को ल्याएर प्लास्टिकको ब्याग बोलुको लगाएको होला हो अनि स्विच कता हाल्छ एकछिन बाद नसोड्नु पुरा मही पकाउनु कि नचलिकन बस एकछिन अहिले मुखमा चलेको भयो भयो मिस्टर बिस्ट हो क्या मैले बसा ल्याउँदा त आफूले लगाइन्थ्यो यो त किन अहिले त बिर्स्यो नमस्ते, म डॉक्टर सुला शेरिङ भुटिया। आज हामी यहाँ DFO कर्सियङ रेन्जमा छौँ। किन भन्दाखेरि चाहिँ हाम्रो जम्बो ट्रुप्स हुनुहुन्छ उहाँ र केनाइनले आज फर्स्ट टाइम कर्सियङमा, नट जस्ट कर्सियङ, दार्जिलिङमै होला, मेगा भ्याक जुन चाहिँ 6-in-1 भ्याक्सिनेसन जुन चाहिँ छ हाम्रो डग्सको लागि, जसमा चाहिँ कनाइन डिस्टेम्पर, कनाइन पार्भो र लेप्टोस्पाइरो, जति पनि भाइरल डिजिजको अगेन्स्ट फाइट गर्नुको लागि जुन चाहिँ भ्याक्सिन दिन्छौँ हामीले, त्यसको लागि हामीले आज यहाँ सानो फ्री भ्याक्सिनेसन क्याम्प राखेको थियौँ। मोटामोटी हामीले अलमोस्ट 53 जस्तो भएको छ है, 53 जस्तो चाहिँ अहिलेसम्म हाम्रो भएको छ। सो इट्स अ ग्रेट इनिसिएटिभ। सो हाम्रो DFO सर पनि आउनु भएको थियो। सो लाइक फर्स्ट टाइम थियो। इट्स अ भेरी गुड इनिसिएटिभ। जम्बो ट्रुप्सले हामीलाई भ्याक्सिनेसनको लागि इन्भिटेसन दिनुभयो एन्ड दे प्रोभाइडेड अस विथ द भ्याक्सिन एज वेल। सो
So we are very grateful to the team and to the K9 team as well. अनि yearly जुन चाहिँ एन्टी रेबिस भ्याक्सिनेसन हामीले गर्दैछौँ यहाँ डिएफओ अफिसमै, सो त्यो चाहिँ आउने डिसेम्बर 16 तारिक हुन्छ. सो काइन्डली तपाईँले आज जति पनि आउनु भएको थियो, तपाईँले भ्याक्सिनेसन कार्डसँग आउनु भएको थियो, काइन्डली 16 डिसेम्बरमा चाहिँ फेरि यो फ्री एन्टी रेबिस क्याम्प फेरि हुन्छ. तपाईँहरू प्लिज अलिकति अलर्ट बस्नु होला. मोटामोटी 1 विक अगाडि नै हामी फेरि अवेरनेस गर्नेछौँ. त्यति बेला तपाईँहरूलाई हामीले फ्री एन्टी रेबिस भ्याक्सिन साथसाथै डिवर्मिङ ट्याब्लेट्स पनि दिन्छ. हुन्छ, थ्याङ्क यू.